डियर मेरो फेसबुकको जति साथीभाइहरू छ सबैलाई नमस्कार छ। आज म यहाँ चिल्ड्रेन पार्कमा आइरहेको छु, साइन्स सिटी चिल्ड्रेन पार्क, र त्यसको भ्यू तपाईँहरूलाई देखाइरहेको छु मैले। हेर्नुहोस्, आजको दिन भ्यालेन्टाइनको दिनमा नानीहरूलाई लिएर आइरहेको छु भन्नु कि यस्तो छ। यहाँ खेल्ने कुरोहरू पुरै छ, हेर्नुहोस्। तपाईहरु पनि कुनै दिन फुर्सद पाए भने आउनुहोस् साइन्स सिटी मटेगडा। आज म भिडियो रेकर्डिङ गरिरहेको छु तपाईहरुको लागि नै। कति रमाइलो भइरहेछ नानीहरु, हेर्नुहोस्। विभिन्न प्रकारको खेलाहरू छ यहाँ भित्र, हेर्नुहोस् नानीहरू खेल्दैछ। बाटोबारी मोडेर जान्छ। यहाँ विज्ञानको धेरै कुरोहरू छ। यहाँ सानोतिर बस्ने पार्क पनि छ। यहाँ सानो खेल्ने झुला पनि रहेछ। यहाँ बस्ने अलिकति ठाउँ पनि रहेछ सबैलाई।
यहाँ प्लेन पनि रहेछ हेर्नुहोस्। अब म अगाडि लिएर जाँदैछु तपाईँहरूलाई। क्यान्टिनहरू पनि छ। यहाँ नानीहरू झोला खेल्दै गरेको छ। यता पनि निकै ठुलो एरिया पो रहेछ। यहाँ हेर्नुहोस् बसहरूमा माग्छ स्कुलको स्टुडेन्ट्सहरू, नानीहरू। असलमा यो एउटा साइन्टिफिक पार्क हो त। विज्ञानको धेरै कुरोहरू छ, साइन्स विषय लिएर धेरै कुरोहरू छ। म तपाईँहरूलाई देखाउँदैछु। यो गाडी पार्किङ गर्ने ठाउँ हो। हेर्नुहोस् नानीहरू खेल्दै गरेको। यो हेर्नुहोस् हाम्रो लाखौँ वर्ष अगाडि हामी मान्छे जात के थियौँ र अहिले के कुन पोजिसनमा छौँ त्यसको मूर्तिहरू पनि रहेछ यहाँ। यहाँ हेर्नुहोस् फुल बगान, त्यस बिचमा एउटा ठुलो ट्याप छ। मजाको पानी आइरहेछ यसमा। यहाँ हेर्नुहोस् जो हाम्रो साइन्टिस्टहरूको मूर्ति। हेर्नुहोस् स्टुडेन्ट्सहरू चाहिँ पुरै छ। विभिन्न स्कुलदेखि आउनुभएको उहाँ पुलिसहरू, हेर्नुहोस् स्टुडेन्ट्सहरू। यहाँ बल्ल भेटेँ मेरो परिवार से, बल्ल भेटेँ सही। यहाँ लिटिल एन्जल चाहिँ यहाँ छ है। हेर्नुहोस् फुल बगान। यस्तो रमाइलो दृश्य। भित्र पस्दैनौ? हेर्नुहोस् नर्थ बेङ्गल साइन्स सेन्टर 2020 ह्याप्पी न्यू इयर। अब यो सेल्फी लिने ठाउँ हो यो। हेर्नुहोस् म अब मुख्य रूपले यो तपाईँको सेन्टरभित्र पस्नु कोसिसमा छु। म पस्दैछु, तपाईँहरूलाई लिएरै जाँदैछु। यसभित्र के छ त्यो हेरौँ। विभिन्न प्रकारको साइन्सको कुराहरू छ यहाँ। विभिन्न स्कुल विद्यालयबाट स्टुडेन्ट्सहरू आइरहेछ। एउटा जिज्ञासा लिएर स्कुलदेखि पठाइरहेछ। हेर्नुहोस् हेर्नुहोस्
मम्मी डेड बडी रहेछ। यो अहिले के भन्छ यसलाई बाइक रेस नानीहरूको लेटेस्ट निकालेको छ। यो भर्चुअल फुटबल गेम खेल्ने हो ठाउँ हो। यो नानीहरूले यहाँ कोसिसमा छ खेल्दैछन्। आफ्नो जुन चाहिँ पर्छाया जो ठुलो पनि देख्छ, सानो पनि देख्छ, घुमे पनि देख्छ। यो तपाईँहरूलाई म नेचर इन्टरप्रिटेसन ग्यालेरीमा लिएर जाँदैछु, जहाँ बायोडाइभर्सिटी एन्ड इकोसिस्टम्स अफ नर्थ बेङ्गलको पुरै देख्छ। हाम्रो नर्थ बेङ्गलमा कति नर्थ बेङ्गलमा पपुलेसन र एथनिक कम्युनिटिज कति छ त्यो सबै यहाँ विवरण दिएको छ। यो चाहिँ एथनिक कम्युनिटिज अफ नर्थ बेङ्गल द डुक्पा उहाँको बारेमा। यो चाहिँ तपाईँको एथनिक कम्युनिटी नर्थ बेङ्गल द राजबंशीज। यो चाहिँ एथनिक कम्युनिटी नर्थ बेङ्गल द राभा। एथनिक कम्युनिटी नर्थ बेङ्गल द लेप्चा। नर्थ बेङ्गल एथनिक कम्युनिटी नर्थ बेङ्गल द शेर्पा। एथनिक कम्युनिटी नर्थ बेङ्गल द टोटो। टोटो त अहिले प्राय बहुत अहिले एक्सटिङ पोजिसनमा छ, यसलाई प्रिजर्भ गर्नुपर्छ हामीले। यो भयो तपाईँको एथनिक कम्युनिटी नर्थ बेङ्गल द मेचे। यो एथनिक कम्युनिटी नर्थ बेङ्गल द ट्राइबल अफ टी बेल्ट। Some medicinal plant of North Bengal. ये चाहिए बात करें तो बायोडाइभर्सिटी को बारे में यहाँ यो छ हेर्नुहोस् न। यो पनि सेम हो, रायगंज वाइल्ड लाइफ सेंचुरी कुलिक। यो ट्री एन्ड फ्लावरिङ ट्रिज यो चाहिँ अर्किड एन्ड बटरफ्लाइज के पाउँछ नेपालमा। लिएर जाँदैछु म त साइन्स सिटीमा जानुहोस्। रिजर्भ फरेस्टमा आइदिन्छ, फरेस्टमा के पाइन्छ त्यो एउटा जस्ट तपाईँहरूलाई यो दिएको छ। यसमा यो चाहिँ फरेस्ट डिपार्टमेन्ट एउटा प्रदर्शन हो।
actually electric system working. River system of हाम्रो रिभर नदी जो त्यसको सिस्टम के छ यहाँ सम्पूर्ण रूपले यहाँ एउटा मोडल बनाइदिएको छ रिभर सिस्टम अफ बेङ्गल महानन्दा वाइल्ड लाइफ सेङ्चुरी हेर्नुहोस् के पाइन्छ एनिमल्स भन्दैमा महानन्दा वाइल्ड लाइफ सेङ्चुरी गोरुमारा नेसनल पार्क गोरुमारा नेसनल पार्कमा के पाइन्छ अब जल्दापाडा नेसनल पार्क यो जल्दापाडा नेसनल पार्क हो भन्नुको अर्थ के छ भन्दाखेरि सम्पूर्ण रूपले साइन्सको स्टुडेन्ट जो छ स्कुलबाट आउँछ उहाँहरूलाई चाहिँ एकदमै राम्रो हुन्छ नानीहरूलाई बक्सा टी यो चाहिँ बक्सा टाइगर रिजर्भको बारेमा छ के छ टाइगर बक्सा टाइगर रिजर्भ अब तपाईँलाई एउटा यसमा देखाउँछु म एक्युरियम हेरिराख्नुहोस् यसलाई एक्युरियम भनिन्छ माछाहरू हामीले राख्छौँ यहाँ मेरो मिसेस सेल्फी लिँदैछ छोरीले उठाइरहेको छ फोटो तपाईँहरूलाई सम्पूर्ण रूपले मैले यहाँ देखाइसकेको छु नर्थ बेङ्गलमा हाम्रो के यो छ पपुलेसन बायोडाइभर्सिटी एनिमल्स अब म भित्र पस्दैछु यो चाहिँ हर्मोन प्लाटन हुन्छ यसलाई यो चाहिँ तपाईँको तारामण्डल हो म अहिले बस्दिनँ यहाँभित्र किनभित्र गुफाभित्र बस्नुपर्छ यो बाहिर देखाउँदैछु यो हेर्नुहोस् स्क्वायर विल भन्छ यसलाई यो हट बिट ड्रम भन्छ यसलाई यो चाहिँ स्टार विल भन्छ यसलाई यो ब्रान्ड सटल भन्छ यसलाई यो राइजिङ आर्ट स्पार्क भन्छ यसलाई
3D Vision Theater रहेछ ट्राभलिङ एक्जिबिसन पनि रहेछ भित्र पसेक्सन भएको यो स्याडो रुम रहेछ अनि धेरै प्रकारको यो तपाईँहरूलाई म लिएर जान्छु लाइट मिरर एन्ड इमेजमा के रहेछ यसमा वाउ यसलाई पिरामिड होलोग्राम भन्छ यसलाई भन्छ इन्फाइनाइट ट्रेन यो छ तपाईँको all eyes on me optic room magic picture हेर्नुहोस् मोनालिसाको यो छ अहिले मेरो हिसाबमा चेन्ज हुन्छ मोनालिसाले आँखा घुमाउँदैछ हेर्नुहोस् दिस इज कल्ड म्याजिक पिक्चर optic room I don't know what type of room is this actually but it is already written here optic room यो भिडियो कन्टिन्यू हो हामीहरू छ यो होलोग्राम भन्छ यसलाई यो 3D lenticular seeing is not believing here we go हेर्नुहोस् जियोट्रप भन्छ यसलाई बागडोर चेन्जिङ गर्नुहोस् यो म्याजिक मिरर मोनालिसाको छ ओ किसिमको छौबाट देख्यो भने यस्तो छ र टाढोबाट हेर्यो भने मोनालिसाको इमेज देख्छ द्याट इज वाइ इट इज कल्ड फोटो मोजाइक यो चाहिँ म्याजिक मिरर के भन्छ अब 3D एनाग्लिप यो क्यामोफ्ल्याग भन्छ यसलाई दिस इज कल्ड क्यामोफ्ल्याग यो प्रोजेक्टिभ पोर्ट्रेट यो तपाईँको ब्रेथिङ स्क्वायर यो 3D स्याडो भन्छ यसलाई दिस इज कल्ड 3D स्याडो यो के हो ये कहाँ से ढूंढना है? कहाँ से ढूंढना है? ओह माय गॉड
इट्स वेरी डिफिकल्ट। अरे बाप रे, कहाँ से जाएंगे? यहाँ नीचे देखिए। ओह माय गॉड, ये तो ओह माय गॉड, डेंजरस जगह में आ गया था। अरे ये तो घर मिलेगा नहीं, तो हम तो जा नहीं सकेंगे, भरोसा मिलेगा नहीं मेरे को भाई, जाएंगे नहीं भाई। अरे बाप रे, इसको तो मिलेगा नहीं दरवाजा। नो नो नो, म भित्र पसिनँ, किन भन्दाखेरि मेरो घर रहेछ, भित्र पसे मेरो दैले पाउँदैन फेरि। र तपाईँहरूलाई बाहिरदेखि देखाइरहेको छु, नानी केटाकेटीहरू त बस्छ, मलाई डर लाग्यो। ओ माय गॉड, यो चाहिँ के हो? विराज magnified image, यसलाई मेकानिकल होलोग्राम। हामीले कन्भेक्स र कन्क्याभको बारेमा पढेको थियौँ स्कुलमा, यहाँ छ। यो चाहिँ 3D एनामोर्फोसिस। यो इलेक्ट्रिकल मिरर हो, यसमा के हुन्छ थाहा छैन, यहाँ बस्यो भने। लेट्स सी। जो पनि होस्, स्कुलको नानीहरूले इन्जोय गरिरहेछ। 3D एनामोर्फोसिस। कार्भिङ टनल भन्दो रहेछ यसलाई। ओ माई गड, के हो यस्तो? हेर्नुहोस् त, मिरर इमेज। स्पेरिकल मिरर भन्दो रहेछ है। यो चाहिँ डाइमेन्सन एकदमै राम्रो लाग्यो। हेर्नुहोस्, म फेरि आफ्नो पहिलाको ठाउँमा आइपुगेको छु। पहिलाको ठाउँमा आइपुगेको छु। यहाँ हेर्नुहोस्, दृश्य नमस्कार, थैंक यू, धन्यवाद।